सो दुःख पीडा समस्या सबैसँग छ। तपाईसँग छ कि छैन? एकछिन पज गरेर यो भिडियो पज गरेर मनन गर्नुहोस्। तपाईसँग छ भने कति छ? के त्यो दुःख पीडाको लिमिट छ? क्वेसन मार्क। सोच्नु भएको छ? आफूले आफूलाई सोध्नु भएको छ? कति छ त मसँग दुःख, मसँग पीडा? अथवा हाँसो खुसी नै भए पनि कति खुसी हुने तपाईँ, कति हाँस्न सक्नुहुन्छ भन्ने कुराको लेखाजोखा हुन्छ या यो अनलिमिटेड इन्फाइनाइट हुन्छ जस्तो लाग्छ? आउनुहोस्, आज हामी कुरा गर्दैछौँ हेडोनिक एडप्टेसनको बारेमा। फिलिप ब्रिकम्यान र डोनाल्ड टी क्याम्पबेल भन्ने मान्छेले 1971मा कोइन गरेको टर्म छ हेडोनिक ट्रेडमिल। यो भनेको के हो त? आज तपाईँलाई म यसको बारेमा बताउँदैछु। तपाईँ हामी सबैसँग एउटा बेसलाइन हुँदो रहेछ। के को? खुसीको अथवा दुःखको, हाम्रो इमोसन्सको। त्यो बेसलाइन भन्दा हामी न तल जान सक्छौँ सधैँ, न सधैँ त्यस्तो बेसलाइन भन्दा माथि जान सक्छौँ। तर कहिलेकाहीँ हाम्रा इमोसन्सहरू चाहिँ फ्लक्चुएट हुन्छन्। जस्तो तपाईँको मानिदिउँ तपाईँलाई लट्री पर्यो भने आज 1 दिन, 2 दिन, 3 दिन, 5 दिन, 10 दिन, कसैलाई महिना हुनसक्छ, असाध्यै खुसी लाग्न सक्छ। तर त्यो लट्रीले के सधैँ खुसी देला त? तपाईँसँग पैसै कति पनि थिएन तर लाख करोडको लट्री पर्यो। अब तपाईँको सधैँ त्यही करोडले खुसी दिँदैन। तपाईँ फेरि आज 1 दिन खुसी हुनुभयो, भोलि हुनुभयो, पर्सि हुनुभयो, ब्याक टु नर्मल लाइफमा फर्किनै पर्छ र फर्किन्छ। त्यसै गरी अर्को उदाहरण दुःखको दिँदा तपाईँले जागिर गुमाउनु भयो, तपाईँलाई धेरै ठाउँबाट फेलियर हुनुभयो, तपाईँले नजिकको कोही मान्छेको चाहिँ डेथ बियर गर्नुभयो भने तपाईँलाई केही समय दुःख हुनसक्छ, पीडा हुनसक्छ। तर के त्यो दुःख पीडा सधैँ भइरहेको छ? उत्तिकै हुन्छ त? हुँदैन। डे बाई डे, बिट बाई बिट गरेर त्यो दुःख पीडा पनि कम हुँदै जान्छ र तपाईँ फेरि आफ्नो पुरानो बेसलाइनमा फर्किनुहुन्छ। हो, यसलाई भनिएको हो हेडोनिक एडप्टेसन। We adapt our baseline emotions easily। र यो मान्छेको एउटा गुण पनि हो। यो गुणलाई बिर्स्यौँ भने चाहिँ तपाईँ हामीलाई बाँच्नै कठिन हुन्छ। कतिपय मान्छेले सोध्ने गर्नुहुन्छ, भन्ने गर्नुहुन्छ, बुझ्ने मनन गर्ने कुरा पनि हो कि मलाई त सबैभन्दा बेसी दुःख छ। संसारमा सबै मान्छेलाई त्यस्तै लाग्छ, आफ्नो नै पीडा बेसी नै लाग्छ। तर एउटा कुरा के चाहिँ विचार गर्नुपर्ने हुन्छ भने त्यो तपाईँलाई लागेको हो, तपाईँको पीडा सबैभन्दा बेसी छ भनेर। किनकि तपाईँले नै त्यो महसुस गरिराख्नु भएको छ। प्राइमरी मान्छे तपाईँ हो। तपाईँले जस्तो महसुस गर्नुभएको छ त्यस्तो अरूले महसुस गर्न सक्दैनन्, हुँदैन। तर यसो भनिराख्दा तपाईँको पीडा केही पनि होइन र अर्काको पीडा अथवा आफ्नो पीडा यस्तो हो भन्ने पनि कुराहरू होइन। पीडा सबैलाई हुन्छ, दुःख सबैलाई हुन्छ। तर त्यो दुःखमै बसिराख्दा चाहिँ जब हामी त्यो सिचुएसनमा अल्झिन्छौँ, अड्किन्छौँ, त्यसपछि हामीलाई चाहिँ विभिन्न किसिमका अरू मनोवैज्ञानिक समस्याहरू पनि आउन सक्छन्। र हामी आज तिनै विषयमा कुराकानी गर्दैछौँ। माइन्डसेट विथ नवीनमा हामीले यस्तै मनोवैज्ञानिक कुराहरू जसले तपाईँ हामीलाई दैनिकी बुझ्नलाई, आफ्नो व्यवहार, मन, मस्तिष्क बुझ्न र ती कुराहरूलाई चाहिँ व्यवहारिक रूपमा सम्झनको लागि चाहिँ सहयोग गर्ने एउटा च्यानल हो है। सो एकपल्ट सोच्नुहोस् त, तपाईँसँग पैसा थिएन, करोड रुपियाँको लट्री पर्यो। अब के हुन्छ? तपाईँ हिजो अस्ति मलाई एकदम दुःख छ, पीडा छ भनेर बसिराख्नु भएको थियो, 1 करोडको लट्री पर्यो। अब तपाईँ के सधैँ खुसीमा बस्न सक्नुहुन्छ त? त्यो खुसी, जुन खुसी तपाईँको लट्री परेको दिन भएको थियो, कदापि सकिँदैन। 1, 2, 3 बिट बाई बिट बिस्तारै त्यो हाँसो खुसी पनि आफ्नै एउटा बेसलाइनमा फर्किन्छ है। त्यही भएर आफ्नो बेसलाइन चाहिँ खुसी कति हुने, कस्तो हुने, दुःख पनि कति लिन सक्ने, के हुने भन्ने कुरा सबको आफ्नो छ। र तपाईँले आफ्नो बेसलाइन कति खुसी हुने भन्ने बनाउनु भएको छ। इट डिपेन्ड्स अपन युर बेसलाइन ह्याप्पिनेस। तपाईँ त्यसकै पेरिफेरीमा घुम्ने हो। यो एउटा चाहिँ ट्रेडमिल जस्तै हो, इट्स रोटेट्स होइन। इकोसिस्टम जस्तै
कहिले अब जस्तो आज राति भयो, भोलि दिउँसो भयो, अहिले दिउँसो छ, भोलि राति हुन्छ, यस्तो यो तरिका जुन सिस्टम चलिरहेको छ, यस्तै हाम्रै इमोसन्सहरू पनि हुन्छन्। यदि तपाईँ हामीलाई चाहिँ यो समस्याहरू अझै लामो समयसम्म भइरहेको छ, तपाईँ हामीले चाहिँ त्यो कुरालाई बुझ्नलाई अलिक टाइम लाग्यौँ, अथवा पीडामै दुःखमै यस्तै रहेछ जिन्दगी, अथवा भनौँ न त्यो सिचुएसनलाई चाहिँ ट्याकल गर्न सकिएन, त्यो इमोसनले नै तपाईँलाई धेरै नै गाह्रो बनायो भने चाहिँ यो बेलामा चाहिँ हेल्प सिक गर्न पनि हिचकिचाहट मान्नु हुँदैन, कहिले पनि हेजिटेट फिल गर्नु हुँदैन आफूलाई परेको बेलामा सहयोग माग्नको लागि। र सधैँ त्यो कुरामा चाहिँ विचार गर्नु होला, किनभने एभ्रिथिङ इज टेम्पोररी इन दिस वर्ल्ड, इभन आवर एक्जिस्टेन्स, हाम्रो अर्थको एक्जिस्टेन्स, सबै कुराको। एन्ड वाइ डु यु थिङ्क द्याट दिज इमोसन्स आर पर्मानेन्ट फर यु? तपाईँको यो भावनाहरू चाहिँ किन पर्मानेन्ट अथवा स्थायी रूपमा हुन सक्छन् होला त? कदापि हुँदैन। तपाईँ जे अहिले महसुस गरिराख्नु भएको छ, 1 दिन लाग्ला, 2 दिन लाग्ला, त्यो निश्चय पनि परिवर्तन हुनेवाला छ, हुन्छ नै, बिकज युवर इमोसन इज अल्सो टेम्पोररी। त्यही भएर एउटा इमोसन्सको बारेमा, एउटा इमोसन्स फिल गर्ने बित्तिकै, अनुभव गर्ने बित्तिकै त्यो भावनामै मलाई त यस्तै हुने हो, म यस्तै रहेछु, यस्तो भइरहेछ भनेर त्यसमै अल्झिनु अथवा विचार गर्नु, त्यहीँ अड्किनु चाहिँ राम्रो हुँदैन। यदि तपाईँहरूलाई त्यो कुरा चाहिँ गाह्रो भइरहेछ, त्यहाँबाट बाहिर निस्किन सक्नु भएन, त्यो इमोसन्सलाई ट्याकल गर्न सक्नु भएन, र साँच्चीकै यो चाहिँ मलाई साह्रै नै गाह्रो भइरहेछ, गाह्रो बनाउने खालको रहेछ, मलाई अब हाँस्न सक्छु भन्ने नै लाग्दैन भन्ने यस्ता किसिमका चाहिँ तपाईँहरूमा भावनाहरू आउँदैछन् भने ती भावना पनि गलत छैनन्, बिकज एभ्रिथिङ इज टेम्पोररी। मैले अघि भने जस्तो ती भावना पनि गलत छैनन्, र ती भावनाको कदर गर्दै तपाईँले उच्च सम्मान गर्दै यु सुड इमिडिएटली सिक यो मेन्टल हेल्थ सपोर्ट। जो मान्छेले तपाईँलाई नन जजमेन्टली तपाईँको प्रब्लम बुझिदिने कोसिस गर्छन् र तपाईँको समस्यालाई हेल्प सल्भ गर्नको लागि सपोर्ट गर्ने कोही मान्छे छन् भने ती मान्छेहरूलाई भेट्न सक्नुहुन्छ, जान सक्नुहुन्छ। त्यस्तो अवस्थामा जानुपर्छ। सो एभ्रिथिङ इज टेम्पोररी भनेपछि your thoughts, your emotions, your feelings, everything is temporary. If you feel happiness now, you will start to feel sadness immediately or within a few seconds, minutes. जति बेला नि हुन सक्छ। Same thing for sadness or happiness, joy, excitement. It's सबै कुरा हाम्रो दैनिक जीवनमा आउने कुरा हो। यसलाई चाहिँ बुझ्नु के पर्यो भन्दा एउटा यो साइकल छ, कहिले रात कहिले दिन जस्तो भए जस्तो एउटा साइकल छ। हामीलाई नि कहिले दुःख कहिले पीडा यस्ता कुराहरू हुन्छ, च्यालेन्जेसहरू भनौँ न, यसलाई अर्को भाषामा भन्दा जन्मे सँगसँगै आउने कुरा हो। यो चाहिँ जन्म सँगसँगै आउँछ। त्यही भएर कहिलेकाहीँ लाग्छ नि बुद्धलाई घरबाट यसलाई बाहिर नदेखाउनु, दुःख पीडा नदेखाउनु, किन भन्दा यो मान्छे भोलि जे पनि हुनसक्छ त्यस्तो दुःख पीडा देख्दा भनेको थिएँ। सो नदिउँ भन्दा पनि, नसुनौँ नगरौँ भन्दा पनि अटोमेटिकली यो मान्छेको व्यक्तिको भावनाहरू हो कि यो जान्छ, देखिन्छ, हुन्छ, महसुस गरिन्छ त्यो कुराहरू। सो यसरी महसुस हुँदा, यस्तो कुराहरू बुझ्दा चाहिँ यसलाई अब जिस्टमा बुझौँ कि के हुनेवाला रहेछ त, के हुन्छ भनेपछि हामी जति बेला जन्मिन्छौँ, जन्म सँगसँगै दुःख पीडा यो हाम्रा भावनाहरू बोकेर ल्याउँछौँ, ठिक। र यो भावनाहरूलाई हामीलाई लाग्छ म मात्रै हो कि दुःख पाउने भनेर, र सबैलाई लाग्छ पनि होला कि पीडा मलाई मात्रै सबैभन्दा बेसी छ जस्तो। तर त्यस्तो हुँदैन, सबैसँग छ पीडा। आफआफ्नो क्षमता, आफआफ्नो विचार, आफआफ्नो लेभल, आफआफ्नो काम, आफआफ्नो प्रोफेसन अनुसार, आफ्नो उमेर अनुसार सबै व्यक्तिहरूसँग हुन्छ त्यो पीडाहरू। त्यो पीडालाई बुझ्नको लागि चाहिँ हामीले यस्ता कुराहरूलाई चाहिँ सुन्नु जरुरी हुन्छ कि यु आर नट अलोन इन दिस जर्नी। 8 बिलियन मान्छे छन् झन्डै यो संसारमा भने सधैँ खुसी मात्रै भइराख्ने कोही पनि मान्छे हुँदैन।
किन अघि हामीले हेडोनिक एडाप्टेसनको कुरा गऱ्यौँ, एभ्रिथिङ हेज अ लिमिट। कतै न कतै फेरि उसलाई त्यो साइकलबाट गुज्रिनु नै पर्छ। आज खुसी भोलि दुःख, पैसा छ भने पनि तपाईँ सधैँ खुसी हुन सक्नुहुन्न, त्यसैले नि दुःख दिन्छ। तपाईँले चाहेका सबै कुरा परिपूर्ति भइरहेका छन् भने पनि त्यसले पनि सधैँ खुसी दिन्छ भन्ने हुँदैन, बिकज एभ्रिथिङ हेज अ लिमिट। सो आफ्ना सोच विचारहरूलाई पनि यसरी बुझौँ, भावनाहरू जे आउँदैछन् दे अल आर टेम्पोररी। यु क्यान चेन्ज युर इमोसन्स, थट्स, बिकज इट्स जस्ट अ थट। एउटा विचार हो, विचार परिवर्तन गर्न सकिन्छ। र आफू यो जर्नीमा एक्लै छु भन्ने महसुस कहिले पनि नगर्नुहोस्। तपाईँ अरू मान्छे जस्तै हुनुहुन्छ। यो संसारमा जुन समस्या जस्तो कुरा अरू मान्छेले भोगिरहेका छन् त्यस्तै कुरा तपाईँले नि भोगिराख्नु भयो। अरूले तपाईँको भन्दा कसैले अलि बेटर लाइफ बिताइरहेका होलान्, कसैले अलिकति नराम्रो अथवा चाहिने कम उसमा बिताइरहेका होलान्। तर जसले जस्तो जहाँबाट जस्तो लाइफ बिताए पनि एभ्री वान हेज प्रब्लम्स इन देयर लाइफ, एन्ड प्रब्लम्स आर नट द थिङ्स दे यो समस्या चाहिँ कसैले दिएको होइन, लाइफ सँगसँगै आएको च्यालेन्जहरू चाहिँ। जाडो महिनामा जाडो हुन्छ, गर्मी महिनामा गर्मी हुन्छ, हो यस्तै हाम्रा पनि केही भावनाहरूले खुसी निम्त्याउँछन्, केही भावनाहरूले दुःख निम्त्याउँछन्। सो यी भावना, यी फिलिङ्सहरू, थट्सहरूलाई हामीले चाहिँ बुझ्ने कोसिस गर्नुपर्छ। एन्ड वन्स यु अन्डरस्ट्यान्ड, ट्राई टु अन्डरस्ट्यान्ड दोज फिलिङ्स, यु विल नेभर एभर फिल डिप्रेस्ड, स्याड, होइन, अलोन एन्ड एभ्रिथिङ, बिकज यु स्टार्ट टु रियलाइज द्याट आई एम नट अलोन in this journey. Everybody feels so. Everybody experience or suffer with these situations. Everybody faces the challenges in their life. If कसैले त्यो च्यालेन्जहरू they automatically overcome their challenge themselves, कसैले चाहिँ त्यो बेलामा चाहिँ असिस्टेन्ट चाहिन्छ, सपोर्ट चाहिन सक्छ। And always be remember we are here for you. As a काउन्सिलर, एज अ साइकोलोजिस्ट तपाईँलाई हामीले चाहिँ सक्दो सपोर्ट गरिरहेका हुन्छौँ। एन्ड यु क्यान मिट युर काउन्सिलर, युर साइकोलोजिस्ट इफ यु आर स्ट्रगलिङ विथ अल दोज च्यालेन्जेस। सो गाइज, हामी सधैँ भोकाएरै बस्न सक्दैनौँ। हामीलाई कुनै पानीको तिर्खा लाग्यो भने सधैँ तिर्खाएरै बस्न सकिँदैन। यसै गरी हाम्रा भावनाहरूको पनि यस्तै कुराहरू हुन्छ। वी अलवेज एज अ ह्युमन बिइङ हामी सधैँ एउटा नर्मल स्टेटमा बस्न खोज्छौँ। त्यो भनेको चाहिँ हाम्रो बेस लाइन के हो, त्यो बेस लाइनमा सधैँ बस्न खोज्छौँ। हाम्रा इमोसन्सहरूको, तपाईँ कति खुसी मान्छे हो, कति दुःखी मान्छे हो, तपाईँको आफ्नो एउटा क्राइटेरिया बनाउनु भएको छ, त्यसमा बसिन्छ। सो तपाईँको बेस लाइन अफ ह्याप्पिनेस कस्तो छ त आजै चेक गर्नुहोस् है। र यस्तै विभिन्न किसिमका कन्टेन्टहरू तपाईँलाई चाहिन्छन्, तपाईँले सुन्न मन छ र भने कृपया कमेन्ट्स गर्नु होला है। र यस्तै अरू पनि फर्दर भिडियोजहरू तपाईँको लागि हामीले चाहिँ लिएर आउँछौँ। हाम्रो माइन्डसेट विथ नवीनलाई लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। र के कस्ता कुराहरू चाहिँ भोलिका दिनमा चाहनुहुन्छ र इम्प्रुभमेन्ट्सको पाटोलाई चाहिँ राखिदिनु, फिडब्याक सेक्सनमा अथवा कमेन्ट्समा राखिदिनु होला। We'll feed forward your feedbacks. Thank you so much for watching Mindset with Naveen.